यसमा सिधै प्रवेश गरौँ। भर्खरै मात्र बहुचर्चित स्नो रिभर्स लिमिटेडको आइपिओ बाँडफाँट सम्पन्न भएको छ। नक्सालको सनिमा क्यापिटल लिमिटेडमा भएको यो बाँडफाँटले शेयर बजारमा निकै ठूलो तरङ्ग ल्याएको छ। आजको यस विश्लेषणमा हामी यसै विषयका भित्री तहहरू खोतल्ने प्रयास गर्दैछौँ। एउटा निकै रोचक आँकडाबाट सुरु गरौँ। 25,57,855 वैशाख 29 गतेदेखि जेठ 1 गतेसम्म खुला भएको यस आइपिओमा परेको कुल आवेदन सङ्ख्या हो यो। बजारमा यो कम्पनीको शेयर हात पार्न कत्रो ठूलो भिड कुरेर बसेको थियो भन्ने कुरा यो एउटै विशाल तथ्याङ्कले छर्लङ्ग पार्छ। र यसले एकदमै उत्कृष्ट रूपमा देखाउँछ कि यहाँ माग र आपूर्तिको बीचमा कति गहिरो खाडल छ। एकातिर सर्वसाधारणका लागि जम्मा 7,78,125 किता मात्रै उपलब्ध थियो, तर अर्कोतिर माग भने 2,74,57,600 किता पुग्यो। यस्तो अवस्थामा यो आइपिओ हात पर्नु भनेको साँच्चै नै एउटा ठूलो चिट्ठा पर्नु सरह नै बन्न पुग्यो। कम्पनीको कुल 1,20 करोड रुपियाँ बराबरको जारी पुँजी कसरी बाँडियो भन्ने बुझ्न पनि उत्तिकै जरुरी छ। कुल पुँजीको 35.26% शेयर मात्र सर्वसाधारण प्रकृतिका लागि छुट्याइएको थियो। तर यो सबै सिधै आम सर्वसाधारणलाई जाँदैन नि, होइन र? पहिले भोजपुरका स्थानीयलाई 12 लाख किता, सामूहिक लगानी कोषलाई 46,877 र कर्मचारीलाई 18,750 किता सुरक्षित गरियो। त्यसपछि बाँकी रहेको शेयर मात्रै आम सर्वसाधारणको पोल्टामा आएको हो। यति धेरै आवेदन परेपछि पक्कै पनि गोलाप्रथा प्रणालीको कुनै विकल्प नै थिएन। नतिजा स्वरूप 77,812 जना आवेदकहरू 10 किता शेयर प्राप्त गर्न सफल भएका छन्। तर यहाँ सबैभन्दा अचम्मको कुरा के छ भने यो लाखौंको भिडबाट जम्मा 5 जना त्यस्ता अत्यन्तै दुर्लभ र भाग्यशाली आवेदकहरू निस्किए जसले थप 1 किता अर्थात् कुल 11 किता शेयर प्राप्त गरे। यो साँच्चै नै कडा प्रतिस्पर्धाको एउटा रोचक गणित हो। अब मुख्य कुरा, यो नतिजा कहाँ र कसरी हेर्ने? यसका लागि अहिले नै प्रयोग गर्न सकिने 3वटा आधिकारिक माध्यमहरू छन्। पहिलो, सिडिएससीको आधिकारिक आइपिओ रिजल्ट वेबसाइट। दोस्रो, धेरैले प्रयोग गर्ने मेरो शेयर पोर्टल। र तेस्रो, बिक्री प्रबन्धक सनिमा क्यापिटल लिमिटेडको आफ्नै वेबसाइट। यी माध्यमहरूबाट सजिलैसँग आफ्नो नतिजा यकिन गर्न सकिन्छ। अब आइपिओको यो बजार हल्लाबाट अलिकति बाहिर निस्कौं र कम्पनीको वास्तविक वित्तीय धरातलतर्फ लागौं। भर्खरै मात्र आइसिआरए नेपालले स्नो रिभर्सको क्रेडिट रेटिङलाई BB- बढाएर BB+ पुर्याएको छ। यसको सिधा अर्थ हो कम्पनीले आफ्नो वित्तीय दायित्वहरू पूरा गर्ने क्षमतामा सुधार गरेको छ र लगानीको जोखिम केही घटेको छ। बजारमा सूचीकृत हुनु अघि नै यस्तो सुधार देखिनु निकै सकारात्मक सूचक हो। यो वित्तीय तथ्याङ्क र रेटिङलाई कम्पनीको भौतिक सम्पत्तिसँग जोडेर हेर्नुपर्छ। आखिर कम्पनीले जमिनमा के गरिरहेको छ त? स्नो रिभर्स लिमिटेडले ताप्लेजुङ जिल्लामा 13.5 मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। शेयर बजारको अङ्क र रेटिङको पछाडि रहेको कम्पनीको मुख्य भौतिक आधार र आम्दानीको स्रोत नै यही आयोजना हो। यस आयोजना निर्माणको पर्दा पछाडिको वित्तीय वास्तविकता हेर्ने हो भने 13.5 मेगावाटको आयोजनाका लागि कुल करिब 2,71 करोड रुपियाँ लगानी भएको छ। यसलाई हिसाब गर्दा प्रति मेगावाट लागत करिब 20 करोड रुपियाँ पर्न आउँछ। जलविद्युत क्षेत्रमा लगानी गर्दा प्रति मेगावाट खर्च विश्लेषण गर्नु निकै महत्त्वपूर्ण हुन्छ, जसले कम्पनीको समग्र पुँजीगत अवस्था प्रष्ट पार्छ। अब हेरौँ यसले कसरी आधार तयार गर्छ। सन् 2014मा स्थापना भएको यो कम्पनी सन् 2022मा आएर पब्लिक लिमिटेडमा रूपान्तरण भयो, जसले आजको यो आइपिओको बाटो खुला गर्यो। र सबैभन्दा महत्त्वपूर्ण माइलस्टोन 20 डिसेम्बर 2024। यसै दिनदेखि आयोजनाले सफलतापूर्वक आफ्नो व्यावसायिक उत्पादन सुरु गरेको छ। अर्थात् यो केवल एउटा कागजमा सीमित योजना होइन, विद्युत उत्पादन गरेर आम्दानी सुरु गरिसकेको परियोजना हो। अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न बाँकी रहन्छ। यति धेरै प्रतिस्पर्धा र मागको बीचमा कसको हातमा पर्यो त स्नो रिभर्सको यो आइपिओ? नतिजा चेक गरेपछि आफ्ना अनुभवहरू कमेन्ट सेक्सनमा साझा गर्न सकिनेछ। शेयर बजारका यस्तै तथ्यपरक र गहिरो जानकारीमूलक विश्लेषणहरू निरन्तर प्राप्त गर्नका लागि जोडिन नभुल्नुहोला। आजको यस प्रस्तुतिबाट बिदा चाहन्छौँ।